बालनजीलाई यो भिडियो सबैले देखाइदिनु होला है। त्यसो गरेर हुँदैन। सदन चालू राख्नुपर्छ, सदनमा बहस पैरवी गर्नुपर्छ, जनताको आवाजहरू सुन्नुपर्छ, जनताको प्रश्नको उत्तर दिनुपर्छ। के गर्नु आयो हाम्रो प्रधानमन्त्रीज्यूले? लो काम लागेन। है सबैले पुऱ्याइदिनु है यो भिडियो सक्दो सेयर गर, 1 लाख सेयर गर्नु। बल्ल बुद्धि पलाएछ क्या सांसद हर्का साम्पाङज्यूको। यसरी अलिकति भए पनि रेस्पेक्ट गरेर आदर गरेर प्रधानमन्त्री जस्तो व्यक्तिलाई होइन ढोग्नै पर्छ पुज्नै पर्छ भनेको होइन, तर थोरै भए पनि सभ्य भाषा युज गरेर हाँस्दै जी अथवा तपाईँ प्रधानमन्त्री ज्यू भनेर भिडियो बनाउनु अथवा प्रश्न गर्नुभयो भने तपाईँलाई यति धेरै विरोध र गाली आउँदैन क्या हर्का साम्पाङज्यू। तर तपाईँको बोली साह्रै रुखो छ। अस्तिसम्म त बालेन त भनेको छ, राजीनामा दे भनेको छ। जब 3-4 सिट ल्याउने एउटा पार्टीले त्यत्रो धेरै सिट लिएर आएको पार्टीलाई चाहिँ राजीनामा दे भनेको छ, नराम्रो शब्दहरू प्रयोग गरेको छ तपाईँका अरू ती सांसदहरूले होइन। यस्तो खालको अभद्र शब्द, अभद्र व्यवहार र रेस्पेक्ट गरेन भने चाहिँ हो क्या जनताले तपाईँलाई लखेट्ने क्या, एकदम गाली गर्ने, गलोज गर्ने, विरोध गर्ने। यसरी सरल सभ्य भाषाले तपाईँले प्रश्न गर्नुभयो भने त जनताले यसरी विरोध गर्दै गर्दैन नि। किन विपक्षी दल भएर प्रश्न उठाउनु नै नपाउने त होइन। प्रश्न उठाउन पाइन्छ, विरोध गर्न पाइन्छ, तर एउटा तरिका हुन्छ क्या हो। यसरी सरल सभ्य भाषाले गर्नुभयो भने तपाईँलाई जनताले प्रेम गर्छन् क्या, यति धेरै विरोध गर्दैनन्। र अर्को कुरा, बालेन शाह प्रधानमन्त्रीज्यू आएर सबैको सवालको जवाब दिनुहुन्छ, सबैको मुख बन्द गरिदिनुहुन्छ क्या समय आएपछि। यो होइन कि धेरै बोल्दैमा कोही बाटो हुने र धेरै दगुर्दैमा कोही छिटो हुने होइन क्या। समय आएपछि बोल्नुहुन्छ। हाम्रो प्रधानमन्त्री बालेनज्यू धेरै बोल्न हुन्न, उहाँको स्वभाव नै त्यस्तो छ, काम धेरै गर्ने कम बोल्ने खालको स्वभाव हुनुहुन्छ हाम्रो प्रधानमन्त्रीज्यू, जहाँसम्म मैले बुझेको छु होइन। र अर्को फनी पार्ट चाहिँ 1 लाख सेयर गरेर बालेनसम्म पुर्याइदिनु अरे। 1 लाख सेयर भनेको त धेरै भ्युज हो होइन, धेरै भ्युज भनेको धेरै पैसा हो। आखिरमा तपाईँको पनि भिडियो बनाउनु, पोस्ट हाल्नुको कता न कता इन्टेन्सन त पैसा पनि कमाउनु रहेछ नि त हो। यसरी सरल र सभ्य भाषा प्रयोग गरेर पनि प्रश्न चाहिँ गर्न सकिन्छ है हर्का साम्पाङज्यू, यो चाहिँ ख्याल गर्नु होला। जय नेपाल।